गाइस अहिले चाहिँ म तपाईको मतिगाडामा छु। मतिगाडा पालपाडा भन्ने जग्गामा जहाँ चाहिँ यसरी प्लान्टहरू पाउने गर्छ र म चाहिँ अहिले मेरो श्रीमतीसँग यसरी आएको छु आज प्लान्टहरू हेर्नु। त्यसो तर मलाई चाहिँ प्लान्टमा इन्ट्रेस्ट लाग्दैन है, र पनि है उसँग आइदिएको र हेर्नु सक्नुहुन्छ दामी दामी प्लान्टहरू। यहाँ हेर्नु गाइस यो प्लान्टहरू नाम चाहिँ के हो मलाई चाहिँ केही याद छैन। ब्युटिफुल रोज चाहिँ रहेछ, यो चाहिँ याद छ मलाई। दामी दामी प्लान्टहरू रहेछ है। र यहाँ तपाईँहरूलाई देखाउँछु न म दामी खालको यो हेर्नुहोस् यो भाँडा, यो चाहिँ दामी खालको भाँडा है। यो चाहिँ गरममा तपाईँहरूले यसरी है पानीहरू राख्नुभयो भने चाहिँ दामी चिसो बस्छ है यसमा चाहिँ। र यो पालि चाहिँ म पनि ट्राई गरौँ भनेको घरमा लगेर, र अहिले किन्छु। मास्क पनि झरेछ है र हेर्नुहोस् गाइस तपाईँहरूले। र यहाँ तपाईँहरूलाई म गमला पनि देखाउँछु दामी दामी। हेर्नुहोस् गमलाहरू दामी 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 डिजाइनको गमलाहरू रहेछ त दामी। यहाँ चाहिँ मेरो श्रीमती पर नै किन्दैछ हो। र अरू त यही हो यो लाइनको। त्यो रहेछ भाँडा रहेछ, प्लान्ट रहेछ, यन्तै टाइपको रहेछ। र अहिले चाहिँ यहाँको सिन चाहिँ यस्तो छ गाइस। यहाँ चाहिँ हाइवे चाहिँ यस्तो भएको छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ पर चाहिँ यसरी बालासन ब्रिज चाहिँ तपाईँको क्लोज छ है, पुरानो चाहिँ, र नयाँ स्टार्ट भएको छ। र यसरी रोड यसरी बाइफर्केट भएको छ एरियामा। र यो चाहिँ यस्तो हेर्नुहोस् तपाईँहरूले। र यस्तो चेन्जेसहरू भएको छ गाइस, आएर हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि।